हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल सबैजनालाई धेरै धेरै नमस्कार अनि मिठो माया। आज चाहिँ हामी सुइका मतलब ट्रेन चढ्नको लागि एउटा कार्ड बनाउँदो रहेछ होइन, चाहिँदो रहेछ। त्यो कार्डमा पैसा हाल्ने हुँदो रहेछ, तर त्यो कार्डको नाम चाहिँ सुइका भन्दो रहेछ कि। त्यो बनाउन जाँदैछौँ, हामीलाई हाम्रो साथीले लिएर जाँदैछ, उसले हामीलाई हेल्प गर्दैछ। अनि त्यहाँ गएर हामी अलिअलि पनि सपिङ गर्दैछौँ। अभियसली बाहिर निस्केपछि सपिङ त गर्नै पर्यो, पैसा नभए पनि यसो मार्केट घुम्नै पर्यो। त्यसको लागि आज हामी जाँदैछौँ। साथी चाहिँ भित्र छौ, एकछिन साथीलाई यसरी देखाउँछ। हेलो साथी, उहाँ नै हो होइन, उहाँले चाहिँ हामीलाई धेरै हेल्प गर्नुभएको छ। अब आज पनि हेल्प गर्दै हुनुहुन्छ। त्यही हो, आज चाहिँ हामी जाँदैछौँ। यस्तो गरेको कारण चाहिँ आज एकदम जाडो छ। हेर्नु, मैले एकछिन नै म देखाउँछु है, मैले ड्रेसअप कस्तो गरेको छु, किनकि यहाँ एकदम जाडो छ। ओके, यत्रो यत्रो बाक्लो बाक्लो ट्राउजर स्वेटर लगाएर जाँदैछौँ। ओके, अब हामी जाँदैछौँ, बाटोमा फेरि भेटौँला, गफ गर्दै गरौँला। आज चाहिँ मसँग त्यो साथीलाई चाहिँ मैले देखाउनु पर्छ। जति भए पनि उनले मलाई धेरै सपोर्ट गर्छ। मलाई चाहिँ अब कुरा गर्नलाई कोही न कोही चाहिन्छ कि, साथी चाहिन्छ। उसँग कुरा गर्दै खेल्दै हिँड्छौँ। सो अहिलेको लागि बाटोमा भेटौँला। ओके, हेलो साथीहरू, पानी परिरहेछ, हेर्नु न, छाता छैन। जापानमा छाता यस्तो महँगो छ, यति महँगो छ नि, के कुरा गरौँ। अब साँच्चैको साथै यत्रो सानो हुँदो रहेछ साथी। 440 पनि छाता पाउँछ, त्यो धेरै सस्तो नि। ओहो, आज ओहो सुमनाले देखाऊ भनेर सायद होला पानी पर्यो। ओ माइ गॉड, आज मेरो साथीहरू एकदम मुडमा छ। छिन मेरो ग्रामर त्यही हो। अगाडि मैले उल्टो गरेर समातेछु। मैले आफूलाई राम्रो देखाउनको लागि फ्रन्टबाट अहिले भिडियो गरिरहेको छु, ब्याकबाट गर्नुपर्छ नि त, त्यही हो। मेरो यो हेर्नु न, यो झोलामा राखेर भेट्छु ल। यहाँ मोबाइल साथीहरू एकछिन यो समाउँदै हिँडौँ त, यताबाट। ओ माई गॉड, हेलो गाइज। मैले हेलो मात्रै भने। ओहो, जसमा पानी पर्यो। आजको वेदर भन्नुपर्दा यताको चिसो चिसो छ, पानी पनि परिरहेछ। हिजो बेलुका ओ मम्मी के हो त्यस्तो हावा, मलाई लागेको थियो यो घर उडाएर लिएर जान्छ, छाना नै उडाउँछ त्यस्तो बेसरी होइन। पानी परिरहेको, के अरे हावा चलिरहेको थियो कि यतापट्टि, त्यही भएर रातभर राम्रोसँग निदाएको पनि छैन। साथी झन् सुतेको नै छैन रहेछ। म त अलिकति भयो नि एकछिन भयो नि निदाएको थिएँ, साथी त निदाएको पनि छैन। बाटोमा घुम्नु कस्तो लाज लागिरहेको हो मलाई। किन लाज आएको यत्तिकै, हेर म कस्तो देखिरहेको। राम्रो छ त, हामी त्यो सोचेको भन्दा राम्रो आइरहेको छ कि क्यामेरामा। हो साँच्चै हो, साँच्चै हो, मैले दुःखै परेँ अब। हो। तर पानी चाहिँ परिरहेछ हो यहाँनिर, कस्तो होला। सिमसिमे छ, सिमसिमे पानी चाहिँ ठुलो चाहिँ परेको छैन। सायद हामीलाई साथ दिन्छ कि त्यहाँसम्म त है, पुग्छ। पानी देखाएको छैन नि त आज, त्यही भएर पुग्छौँ। मैले ब्यागबाट खिच्नु पनि भिडियो मैले फ्रन्टबाट बनाइरहेको छु कि, ब्यागबाट कस्तो आउँछ एकछिन हेर्छु। यो चाहिँ मेरो ब्याक क्यामेरा हो। यस्तो राम्रो भ्यू छ यहाँ एकदम राम्रो छ कि। तर अहिले धेरै झरिसक्यो नि फुलेको फुलहरू। झन् हिजो अस्ति हामी आउँदाखेरि पनि थियो कि यहाँनिर। यो 2-3 दिनमा यो पानी र हावा हुरी रे। नेपालको जस्तै सिजन चाहिँ एउटै हुँदो रहेछ कि, बालुवा पलाउने फुल। अब ठ्याक्कै अस्ति गुराँस पनि फुलेको थियो क्या ठाउँमा, अनि यहाँ पनि गुराँसको फुल हुँदो रहेछ। साथी हरियो बोलेर दौडिने हो। अब यसरी क्रस गर्छ भनेर भ्लग बनाउन सिक्दैछौँ। ओ त्यहाँ रातो बत्ती बलिदेखि भयो, त्यो हरियो बनाउनुपर्छ। अघि बोलाएको थियो, कुनै बेला हामी दौडिन्छौँ कि। अब यसरी बसिरहनुपर्छ नि, अब यहाँबाट यसरी क्रस गर्नुपर्छ। अरूहरूलाई देखाउनु मिल्छ कि मिल्दैन होला है। पर्मिसन बेगर मिल्दैन यहाँनिर चाहिँ। अरूलाई पर्मिसन दिएर क्यानै भनेर सोध्यो, ओके भन्यो भने चाहिँ मिल्छ अरे। अरूको त म देखाउँदैन, मैले अरू भन्दा नि म त्यो छ नि डङ्कीतिर जाँदाखेरि भिडियो बनाउन मन छ कि। एकचोटि रिक्वेस्ट गर्ने, अनि दिन्छ मिल्छ भन्यो भने ओके। तर डङ्कीमा मिल्दैन नि, त्यो दाइसोमा चाहिँ के, डङ्कीमा त मैले सोधेको नै हो, मिल्दैन भनेर भन्यो। अब दाइसोमा चाहिँ एकचोटि सोधिहेर्नु पर्यो। तर कति मान्छेहरूले त बनाइरहेको हुन्छ कि है भिडियोहरू।
होला कतिले पर्मिसन माग्दाखेरि दिन्छ होला नि त दिएको अवस्थामा मिल्यो नभए अब त्यही नि रुल्स फलो गर्नै पर्यो जहाँ पनि त्यो मान्छे मलाई हेरिरहेको त्यो मान्छेलाई मैले भिडियो बनाएँ भने ठाने क्या हो यसरी हरियो बल्छ कि त्यहाँ माथि अनि हामी चाहिँ यसरी क्रस गर्दैछौँ त्यही हो बाटो काट्ने खुसी हरियो बत्ती बल्दा होइन एकचोटि हेर्छु तर मेरो यो आइफोनको स्टोरेज फुल भइरहेछ कि अब क्यापकटबाट एडिट गर्नुपर्छ अझै आइफोनबाट गरेको हुँदै भएन राम्रै भएन आइफोनबाट फेरि त्यसको बादे दिमाग के भयो मेरो टिकटकबाट त्यही हो बालुवा कलाको भिडियोहरू पर देखाइदिनु न छ यो त्यो सबै पालो पलाएर उठ्यो सब पालुवा पोइन्ट गरेर के भन्छ त्यसरी पोइन्ट गर्ने बानी के उठ्यो नेपालीहरूको गानिन्छ त्यो त्यही त यो डाँडापारी सबै पालुवा पलाएर नेपाल जस्तै छ यहाँ उठा यस्तो डाँडा उता माथि डाँडामा त्यो होटेल त हुने सब होटेलहरू म देखाइदिन्छु है हो त्यो होटेल हो मेरो साथी काम गर्ने पनि डाँडामा हो हाम्रो कहिले काम हुन्छ थाहा छैन कस्तो काम गर्न मलाई सिक्यो काम गर्न नपाएर मेरो हात कस्तो भइरहेको भने के गर्ने होला साथी मेरो साथीको कपाल कति लामो छ मैले यति पालेँ भने म सिधै बिरामी हो नि हेलो एभ्रिवान हामीले चाहिँ मैले चाहिँ पैसा डिपोजिट गरेको ऊ साथीले चाहिँ पैसा विथड्र गरेको अनि ऊ साथीले नि पैसा डिपोजिट गरेको डिपोजिट गर्न सिकेको इजी रहेछ अब फेरि भोलि आएर त्यो राखेको पैसा निकाल्छु भोलि आएर त्यो आज डिपोजिट गरेको पैसा भोलि नै निकालिदिन्छु निकाल्न नि सिक्नु पऱ्यो नि त होइन 2000 डिपोजिट गरेको छु अब 1000 चाहिँ निकाल्छु अनि फेरि डिपोजिट गरिदिन्छु कि म सिक्नु पऱ्यो नि त सिक्नको लागि त यस्तै त हो नि पछाडि ग्रामर सिक्दैछ हामी चाहिँ यहाँनिर पतार बोल्दै किनकि म जापानमा फ्युचर देख्दिनँ साथी टु बी अनेस्ट म नेपालै जाने हो 3 वर्षपछि म नेपालै जाने हो त्यही भएर म भाषा त्यति धेरै सिक्दैन कि सिरियस भएर जति बोल्छु त्यति बोल्छु ओ फोन गरेँ सरी गाइज मम्मीको कल आएको थियो त्यही भएर मैले मम्मीको कल चाहिँ रिसिभ गरेँ रिसाइकलिङ सब देखाउनु पर्यो नि ए ला यहीँ पछाडि हाम्रो घरभन्दा अलिकति तल रहेछ कि मलाई किन्न धेरै सामान छ टेबल किन्नु छ अनि एउटा कुसन किन्नु छ किनकि त्यो सिरानी त्यो भुइँमा राखेको र त्यो सिरानी टाउकोमा राखेको के अरे सिरानीमा राखेको एउटै छ कि सिधै यस्तरी भुइँमा जान्छ तर कस्तो महँगो छ यहाँनिर जापान धेरै महँगो छ ए म कहाँ कुरा गरेको थिएँ म नेपालै बस्ने हो जापानमा फ्युचर देख्दिनँ भाषा छैन अहिले यस्तो भन्छ भनेर होला भाषा भए पनि म नेपाल चाहिँ के अरे सरी नेपालमै जापान चाहिँ म बस्दिनँ म नेपालै फर्किन्छु नेपालमै के गर्छु भनेर सोचिसकेँ म यहाँ आएको 2 हप्ता भइसक्यो 2 हप्तासम्म पनि मेरो त्यही सोचिरहेको छु नेपाल जान्छु नेपालमै के गर्छु अबको 3 वर्षपछि पनि मेरो यही हुन्छ नेपाल जान्छु नेपालमै केही गर्छु पैसा चाहिँ छैन केही छैन युट्युब च्यानल स्टार्ट गरिरहेको छु नि त बिस्तारै ग्रो गर्दै जान्छु साथी तिमी पनि के अरे युट्युब च्यानल खोल म यसो कोसिस गर न मैले चाहिँ कोसिस गरिरहेको होइन मलाई पनि केही थाहा छैन नि त म पहिला आइफोन किन्छु अनि ल स्मार्टफोनबाट राम्रो आउँदैन के मेरो आइफोनबाट ओहो यहाँ फेरि जेब्रा क्रसिङ छ फेरि बाटो काट्नुपर्छ हामीले पेट्रोल पम्प पनि भन्छ है यसलाई यो पेट्रोल पम्प पनि हो हाम्रो घरबाट त्यस्तै 10 मिनट हिँडेपछि यो ठाउँ आइपुग्छ नेपालमा चाहिँ पेट्रोल पम्पै भनिन्छ नि त यहाँ के भन्छ ग्यास स्टेसन भन्छ ग्यास स्टेसन तर भात पकाउने होइन गाडीको ग्यास स्टेसन मैले सोधेर खोजेर जाने यहाँ नजिकै हाम्रो सपिङको लागि नागाया भन्ने छ हिजो हामी त्यहाँ गएको थियो सजिलो तर नागायामा सस्तो भन्छ तर नागायामै मलाई महँगो लाग्यो हिजो त जापानिज स्टोरहरू प्रायः हामीलाई अलिक महँगै हुने रहेछ रातो बलिरहेछ अब हामी जान मिलेन कि 5 स्टेप हेरेपछि हामी त्यहाँ पुग्छ तर जान मिलेन हामीले ग्रिन लाइट नै कुरेर बस्नुपर्छ यहाँ चाहिँ यो त यो बाटो यो ठिकै छ अस्ति हाम्रो जब 2 पाइला यहाँ यति गर्नु ठाउँ पनि ग्रिन लाइट र रेड लाइट थियो रेड लाइट बदला थियो हामी सोझेहरू हामीले ग्रिन लाइट कुरेर 1 पाइला यसरी सारेर हामी त्यो बाटो क्रस गरेर गयौँ के हामी 3 जनाले नै कस्तो हात गल्दो रहेछ है अहिले पछि गर्छु ल उतै भेट्छु है एकैचोटि एभ्रिवान हामी चाहिँ एकी आइसक्यो एकी इट्टो स्टेसन यहाँको नाम चाहिँ इट्टो स्टेसन हो होइन पानी पनि अलिक बढी नै परे जस्तो लाग्यो म तपाईँहरूलाई देखाउँछु ल यहाँको यो हो यहाँको स्टेसन चाहिँ उनी चाहिँ मेरो साथीहरू हुन्
हेलो हो मेरो कपाल उड्न लागेको जस्तो भइरहेको छ त्यसमा माथि राखेर अब हामी चाहिँ यहाँ गएर सुइका बनाउँछौँ सुइका ओके सुइका बनाएर भेट्छु ल यहाँ भिडियो बनाउनु मिल्दैन जस्तो लागिराखेको त्यही भएर ओके हेलो गाइस हामीले चाहिँ सुइका बनाइसकेको छौँ हाम्रो हातमा चाहिँ अब सुइका आइसकेको छ अब हामी चाहिँ मिल्यो भने ट्रेन पनि चढ्ने के भन्ने छ होइन साथीहरूले के भन्छ म एक्लैले भनेर हुँदैन यदि उनीहरू नि अब गयो भने सँगै जम्ला सुइका चाहिँ बनिसकेको छ गाइस अब चाहिँ हामी ट्रेन चढ्न जाँदैछौँ कहाँ देखाउने यसरी हो त्यहाँ साथीहरू आउँदैछ भएन अनि कुन हो त्यो क्यास कार्ड त्यो हो त्यो साथीले सुइका कार्ड लाउनु पनि क्यास कार्ड लाएर भित्राउनु खोजिरहेको रहेछ कि ए भएन रातो देखायो के गर्यो अरे यो केटीले लाउनु न हो त्यसरी लाउनु न अगाडिबाट के हो त्यो मैले त यतिकै राखेको आयो त फेरि यस्तो गर्ने अनि टक्क राख्नु उ त्यो गर ट्रेन चढ्ने ठाउँ चाहिँ यस्तो छ साथीहरू फर्स्ट टाइम आएको मेरो के भएको थियो सोध्ने हो मेरो के भएको थियो तर त केही भएन हो ओहो यहाँनिर यस्तो यस्तो पनि रहेछ दुईचोटि गरेर अरे एकचोटि मात्रै गर्नु अरे अब यहाँ लेखा हुन्छ हामी कुन चाहिँ स्टेसनमा जाने भनेर यहाँनिर 1:35 को छ कति बज्यो अहिले 1:07 छ भर्खरै आउनु केही छैन ए उता तलतिर जाने ठाउँ पनि रहेछ नि त त्यहाँ तलतिर चाहिँ के छ म तपाईँहरूलाई भेन्डिङ मसिन देखाउँछु यहाँ आएको यो हो भेन्डिङ मसिन यी त ट्रेन स्टेसन दिँदा हामीलाई के तलबाट चाहिँ अन्डरग्राउन्ड गएर हो पर सेकेन्ड प्लेटफर्ममा पुग्छ ओ अन्डरग्राउन्ड पनि रहेछ है यहाँ ए मान्छेहरू भाग्या गर्थ्यो नि भर्याङबाट डिङ कति छिटो छिटो यस्तैबाट होला है त्यो त माथि आउने रहेछ होइन तल झर्छ यो चाहिँ अन्डरग्राउन्डको बाटो रहेछ हामी चाहिँ अहिले माथिबाट आइपुग्यौँ हामीसँग चाहिँ टाइम छ है ए मजाले यहाँ तलबाट पनि के ट्रेन चढ्नुपर्छ है यताबाट हामी अहिले उता मिनामी इतो जान्छौँ यहाँबाट उता चाहिँ आतामी उसामी जुतागा हुँदै हुँदै उता आतामी त्यो चाहिँ कसरी थाहा पाउनु तपाईँ यो ट्रेन चाहिँ यताबाट जान्छ आतामी भनेर लेखिरहेको छु 2 नम्बरको प्लेटफर्ममा यो 2 नम्बरको होइन माथि 3 नम्बर प्लेटफर्म भनेर त्यो प्लेटफर्म छुट्याइदिएको हुन्छ क्या यहाँ यसरी लिँदो रहेछ अब हामी जुन अघि झरेर यता अर्को सेकेन्ड आतामी टोकियो आतामी ए उसामी भनेको बिचमा पर्ने इतोदेखि आतामी पुग्दाखेरि पर्ने स्टेसन हामी आतामी नजाने हामी मिनामी इतो जान्छौँ हामी उताकोमा जान्छौँ फेरि उता फर्केर यो चाहिँ भिडियो गर्नु मैले गाह्रो छ है यहाँसम्म भित्र आएर पनि बुझ्नलाई हामीलाई त कति टाइम लाग्छ होला हामी फेरि माथि नै आयो नि है हामी चाहिँ तर एक प्लेटफर्ममा जानुपर्छ अनि यो कहाँ आयौँ हामी अहिले अहिले 3 नम्बरको प्लेटफर्म हो यो 3 प्लेटफर्मबाट चाहिँ आतामी पुगिन्छ यहाँ टाइममा यता र यता दुवैपट्टिबाट आतामी जाने सिनखानसेन पनि यतैबाट जाने हो सिनखानसेन चल्दैन यहाँ
यहाँ हो आथानबाट चढ्छ आतैमा छ अनि ओदावाला भन्नेमा छ त्यहाँदेखि अरू चाहिँ मलाई पनि जानकारी भएन कता कता छ प्लेटफर्म 2 यो 2 लेखेको 2 र 3 रहेछ हामी उतामा थियो नि त्यो प्लेटफर्ममा म एउटा चिज देखाउँछु है यहाँ लेखेको हुन्छ नि सबै करातन योगा यहाँ चाहिँ 4 फाल्नेहरू के फाल्न मिल्छ के फाल्न मिल्दैन भनेर होइन न्युज पेपर म्यागजिनहरू क्यानहरू बोतलहरू पेट बोटल्सहरू अदर्स भनेको छ अदर्समा चाहिँ के जान्दो रहेछ अदर्समा चाहिँ जे पनि जान्दो रहेछ ट्रेनै आएको छैन त्यो त मेरो बेक्कामा स्टोरेज फुल हुन्छ म अहिले पछि अब एकैचोटि ट्रेनमा चढ्दाखेरि त भेट्न मिल्दैन ट्रेन चढ अहिले हामी उता थियो है हामी उतै जान्छौँ ओके हेलो गाइज हाम्रो चाहिँ ट्रेन आइसकेको छ यो चाहिँ हाम्रो ट्रेन हो ट्रेन आयो हाम्रो तर फुल रहेछ सिट छैन छ सबै जानुपर्ने रहेछ हेलो हामी चाहिँ गयौँ अब मेरो भिडियो बनाइदिन्छौ यहीँबाट हामी चढेको मात्र थियौँ होइन ओर्ली पनि छ कि 2 मिनटमा आइपुग्यो कि यहाँनिर हेलो गाइज मेरो चाहिँ यो फोनको स्टोरेज फुल भएर भिडियो नै भइरहेको छैन रहेछ पछि थाहा पाएँ स्टोरेज फुल भइरहेको थियो भिडियो चाहिँ आधा अधुरो छ होइन अब त्यही हो भिडियो बनाउँदै गएको थिएँ बट रेकर्ड नै भइरहेको छैन रहेछ क्या स्टोरेज फुल भइसकेको रहेछ अनि अहिले चाहिँ म जस्ट उठेको हो होइन बिहान अब भिडियो त्यो भएपछि के एडिट गर्नु जस्तो लाग्यो अनि फेरि त्यति त भिडियो बनाएको छ नि त यति त हाल्नै पर्यो अब बनाएको कुराहरू किन अब यो नै फालिदिनु भनेर अनि बिहान उठेर जस्ट म उठेर यो चाहिँ मेरो चिया हो चिया पनि पिउँदैछु होइन त्यही हो फोनले साथ दिएन यो पनि बल्ल बल्ल कति के डिलिट गरेर अहिले यतिको रेकर्ड चाहिँ भइरहेको छ होइन अनि म अब यो भिडियोहरू पछि नै अलिकति पछि नै बनाउँछु किनकि फोनको स्टोरेज मलाई साथ दिइरहेको छैन अब के कसरी गर्ने भनेर म पछि त्यो सोचौँला अहिलेको लागि चाहिँ मेरो भिडियो आधी नै छ आधा अधुरो नै छ त्यसको लागि धेरै धेरै सरी एक त मेरो भिडियो त्यस्तो इन्ट्रेस्टिङ खालको नै हुँदैन होइन मैले भनिरहेको छु यो मेरो फर्स्ट टाइम हो ब्लगहरू बनाएको मैले कोसिस गरिरहेको छु सिकिरहेको छु होइन तर यहाँ कस्तो छ भने अब त्यो टाइमै मिलिरहेको हुँदैन अब भर्खर नेपालबाट आएको आज 3 हप्ता जति भयो अब हेरौँ आगामी दिनहरूमा अब के हुन्छ कसो हुन्छ जस्ट बनाउन कोसिस गरिरहेको छु यो भिडियो चाहिँ आधी छ त्यही पनि हजुरहरूले माया गरिदिनुहोस् र मेरो भिडियो लाइक कमेन्ट सेयर अनि प्लिज सब्सक्राइब गरिदिनुहोस् त सायद मेरो पहिलाभन्दा चाहिँ 2-3वटा सब्सक्राइब बढाएछ त्यही पनि म धेरै खुसी छु होइन मेरो फर्स्ट टाइम हो मेरो जति सब्सक्राइबर हुनुहुन्छ उहाँहरूलाई सबैजनालाई धेरै धेरै माया आजको भिडियो चाहिँ मेरो आधी छ त्यही पनि तपाईँहरूले हेरेर अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा त्यसको लागि धेरै धेरै धन्यवाद फेरि अरू भिडियोहरूमा फेरि भेटौँला मेरो फोनमा बनाउँछु कसरी हुन्छ स्टोरेज अलिकति किनेर हुन्छ कि जे गरेर हुन्छ भने म गर्छु फेरि भिडियोहरू आउँदैछ अलि टाइम चाहिँ अलिकति स्टप हुन्छ होला त्यसपछि म फेरि मेरो भिडियो बनाउन कन्टिन्यू गर्छु आओस् नआओस् राम्रो होस् नहोस् तर म बनाउँछु नै बनाउँछु ओके यति नै हो अब चिया खाएर खानासाना बनाउनुपर्छ यहाँ कति बज्यो जापान आएर यति बजे उठ्यो भन्नु होला होइन 10 बज्न लागिसक्यो क्या घडीमा खै देख्दैन नै होला 10 बज्न लागिसक्यो यहाँको अब काम छैन नि त काम फिक्स भएको छैन काम फिक्स भएपछि चाहिँ अब काम गरौँला अहिलेको लागि यति नै मेरो भिडियो आधा अधुरो भयो भने माया गरिदिनुहोस् बाँकी भिडियो फेरि ल्याउँदै गरौँला त्यति बेलासम्मको लागि बाई गाइज